हेलो एभ्रिवान माइसेल्फ रुद्र घिमिरे। यो चाहिँ आज हाम्रो डे 3। हिजो चाहिँ हामी सिधै जनकपुर जाने भन्ने थियो, तर जनकपुर नगइकन सिधै चितवनदेखि इलामतिर लाग्दैछौँ। अहिले चाहिँ हामी कोशी ब्यारेजमा छौँ। यहाँ यस्तो भ्यू, लाइक पानी पुरै भरिरह यता पनि छ, अन्त भर्खर सन बनिरहेको पछाडि हामी चाहिँ अब यस्तै अब हुन्छ नि बसमा अब पुरै लुगा चेन्ज गरेर सुतेको। सो अहिले भर्खर उठ्यो, मुख सुख पनि केही धो होइन। अब सिधै अब कहाँ पुगेर घर निक्ल हुन्छ थाहा भएन। सो देख्न सक्नुहुन्छ राम्रो भ्यू छ यहाँ। अहिले चाहिँ हामीले यो होटलमा खानासाना खाएर अब के होटलको नाम के हो खै, अब अगाडि बोर्डमा छ। खानासाना खाएर अब हामी चाहिँ निक्लिन्छौँ इलामको लागि। यहाँदेखि इलाम चाहिँ त्यति टाढो छैन। अहिले चाहिँ हामी बिर्ता मोड छौँ। अब यहाँदेखि चाहिँ अब 50-60 किलोमिटर होला सायद। अनि इलाम पुगेर आज बस्ने कुरा छ। अनि भोलि इलाम घुमेर दार्जिलिङतिर निक्लिने। दार्जिलिङ घुमेपछि पोखरा अनि घर, त्यस्तै छ। म एकैछिनमा इलाम पुग्नेवाला छु, एउटा होटलमा खाना खाएको। अनि त्यहाँदेखि इलाम पुगेर बसेर आज घुमेर अनि भोलि चाहिँ हामी दार्जिलिङको लागि निक्लिन्छौँ। म चाहिँ अहिले माथि छु, देख्न सक्नुहुन्छ। राम्रो भ्यू छ चाहिँ अति छ कि घाम चाहिँ गर्मी नै गर्मी छ। सो तर मैले मुखसुख धोएर कस्तो राम्रोसँग निद्रा पनि नपुग्नाले आँखा पनि त्यस्तै भइरहेछ। सो अरू त के भन्नु, यस्तै छ। यस्तो भिडियो बनाउँदै हिँड्न पनि अर्कै लाग्ने, तर त्यस्तै हो। म तपाईँहरूलाई देखाउने छु भ्यू। हिजोको भिडियो चाहिँ इन्ड भएको छैन। सो किप वाचिङ गाइज। के भन्नु अरू, हिजो चाहिँ हामी जनकपुर नगइकन सिधै हुन्छ नि बिर्तामोड आएर खाना खाएको। अनि त्यसपछि इलाम आइयो। हामी इलाम यही होटल पछाडि बसेको। अब हामी के भयो कन्याम हो के भन्ने ठाउँमा घुम्न जाँदैछौँ। नुहाइधुवाइ गरिसक्यौँ, सबै भइसक्यो। अरू केही पनि छैन, सब ठिक छ। हजुरहरूलाई मैले अब त्यहाँको भ्यूहरू पनि देखाउने छु। म चाहिँ 9.16मा खिचेको अरू भिडियोहरू चाहिँ मोबाइल हुन्छ नि यसरी। सो त्यो भिडियोहरू चाहिँ पोस्ट गर्नु मिल्दैन। सो मैले हजुरलाई हुन्छ नि यसरी भिडियो गरेर चाहिँ मैले पोस्ट गर्नेवाला छु। सो अनि आज चाहिँ नेपालको र स्कटल्यान्डको म्याच छ। सायद नेपालले जित्ला। एक विकेट चाहिँ गइसक्यो वान फर्स्ट ओभरमै। सो हेरौँ जे हुन्छ गाइजहरू। ल धन्यवाद, किप वाचिङ। म चाहिँ हजुरलाई देखाउनेवाला छु एकैछिनमा कन्यामको भ्यू। हामी चाहिँ अब त्यो मेन ठाउँमा आइसक्यौँ। जस्तै इलामको हुन्छ नि मेन पोइन्ट, जस्तै यस्तो राम्रो भ्यू छ। लाइक के भन्ने क्या, हेर्न सक्नुहुन्छ पछाडि केटाहरू पनि फोटो खिच्नमा एकदम व्यस्त छन्। चिसो अब होइन, मैले त जाडो भइरह त्यही पनि हुन्छ नि गर्मी ठाउँदेखि अब गर्मी नै छ। गर्मी ठाउँ यहाँ आउँदाखेरि मलाई जाडै होस् कि बरु। त्यही भएर यो पहाड देख्न सकिन्न है, कोही पनि पहाड छैन। पहाडमा त अरू ठाउँमा जङ्गल देख्न सक्छ, यहाँ पुरै चिया बगान मात्रै छ कि। जति पनि देखिन्छ नि यहाँबाट पुरै चिया बगान के। यस्तो राम्रो भ्यू छ, तपाईँहरू पनि आउन सक्छ। अरू त के भन्नु र, एकदम राम्रो छ। यो ठाउँमा आउनु होला। अरू आज चाहिँ हामी अब यहीँ बस्छौँ इलाममा। भोलि चाहिँ दार्जिलिङ जाने हामी चाहिँ। सो अब के भन्नु, नुहाएको है मैले त आउँदा बित्तिकै। यस्तो चिसो पानी भएर पनि नुहाएको। अब सबै आफ्नो आफ्नो तालमा छन्। सो अब के भन्ने, आजको भिडियो चाहिँ हिजोको भिडियो चाहिँ हल्का त्यस्तै भइरहेको, आजको पनि त्यस्तै भइरहेको। किनकि गाडीमा हिँड्ने आउने यताउति हुन्छ नि, इनर्जी यताउति हुनु पनि पऱ्यो। सो तपाईँहरूलाई भ्यू देखाइदिन्छ फेरि पनि हुन्छ। यस्तो राम्रो भ्यू छ। यहाँ क्यामेरा गइरहेको फोटोसोटो खिच्ने। एकैछिनमा हामी जानेवाला छौँ हाम्रो होटलतर्फ, जहाँदेखि हामी आएका थियौँ। मलाई चाहिँ यस्तो टी सर्ट लगाएर आएको छु, यस्तो जाडो छ। त्यही पनि जाडो भएको छैन, किन आनन्द लागिरहेको कि। सो कि गर्मीको लुगा, गर्मीमा जाडोको लुगा हाल्ने कुरा नि हुँदैन। यसको साथीहरू भिडियो फोटोसोटो खिचिराख्ने। क्यामेरा पनि त्यस्तै ब्लर भइरहेको, किन लाइटिङले गर्दा पनि होला सायद। साथीहरू पनि छन्, अरू पनि हुन्छ यहाँ को आउनु होला। गर्मी महिनामा चाहिँ एकदम आउनु सक्नुहुन्छ। हस्, धन्यवाद।